हेलो गाइस, वेलकम टु ब्याक युट्युब च्यानल ब्लग। सबैलाई आरामै होला भन्ने आशा गरेको छु। म पनि अलिकता रुगा लागेको छ, पुरै नाक समाइरहेको छु। अनि डेली ब्लग त हाल्न सकिएन किनकि मेरो कामको व्यस्तताले गर्दाखेरि। त्यही त पनि होइन, टाइम मिलेन नि त। टाइम अब ड्युटी जानुपर्ने हुन्छ। बिहान 8 बजे उठ्यो गयो, बेलुका 10 बजे 11 बजीतिर आउनुपर्छ। त्यही कारण टाइम मिल्दैन क्या। अनि त्यो भ्लग बनाउनै भ्याउन्न। त्यही कारणले अब चाहिँ 1 विक 1 टाइम भिडियो पोस्ट। अब एक हप्तामा एकचोटि मात्र भिडियो पोस्ट हुन्छ। त्यही कारण अलिकता सब्सक्राइबर बढिरहेको छैन जस्तो लागिरहेको छ। डेली भ्लग हाल्न सकिएन, त्यसको लागि क्षमा प्रार्थी। अनि अरू त के भन्नु, खै अब त्यस्तो भन्नुपर्ने विशेषता आउनु यहाँको कुकुर मलेसियाका कुकुर यस्ता छन्। अनि त्यही गाई छ। अनि अब चाहिँ यस्तै चाहिँ परदेशमा भनेको त्यो आफैले भने जस्तो टाइमै मिल्दैन। यो कुरो त्यही नै हो। यो कुरो त लास्ट बोर लाग्छ कि होइन। अब हिजो अस्ति हाम्रो त हाफ डे हुन्छ नि त, स्याटरडे हाफ डे हुन्छ। अनि सन्डेमा छुट्टी हुन्छ नि त। अनि सन्डेमा ल मस्तै छुट्टी भयो। अब चाहिँ मस्तले अब सुत्नुपर्छ मजाले, निन्द्रा पुऱ्याउनुपर्छ भन्छ। त्यही बेला निन्द्रै लागेको हुँदैन मस्त, त्यही बेला निन्द्रा लागिँदैन। अनि निन्द्रा सिन्द्रा नलागेपछि चाहिँ अनि हाम्रो चाहिँ हुन्छ नि त, एक वर्षमा खै 7 दिन छुट्टी हुन्छ नि त, आफ्नो प्राइभेट छुट्टी लिन पाउने भनेर। त्यही कारणले चाहिँ मैले भोलि पनि छुट्टी लिएको छु। टक्क लगाएर छुट्टी लिएर बसेको छु। अब एक्लै हुन्छु रुममा चाहिँ। अब एक्लै खानुपर्छ, आफू एक्लै बनाउनुपर्छ। साथीहरू सबै होटेलबाट खान्छन्। अब म एक्लै चाहिँ किन, अब एक्लै चाहिँ किन यसो होटेलबाट नखाइकन रुममा खायो भन्नु होला। तर ऊ के मिल्दैन क्या। होटेलबाट कहिले बासी खाना आइदिन्छ, कहिले के आफूले सब मनपर्ने कुराहरू आउँदैन। त्यही कारणले नै अनि मैले चाहिँ होटेलबाट नखाएर चाहिँ रुममै खाएको छु। अनि त्यही हो, हामी चाहिँ सबैजना अब परदेशिनु नै पर्छ। अब नेपालमा त्यो रोजगार पाउनु रोजगार हुन्न। अब नेपालको सरकार त्यही त हो नि। अब भने जस्तो अब रोजगार पाए पनि अब त्यही हो, 10-15 हजारको जागिर हुन्छ। 10-15 हजार जागिरले अब गर्न सक्ने केही होइन। घरमै यताउता अब खानामै ठिक्क हुन्छ। अलिकति अब केही हुन्छ नि त। अब आफ्नो फ्युचरको लागि पनि केही अलिअलि केही सोच्नुपर्ने हुन्छ। त्यही कारणले नै प्रायः मान्छेहरू सबैजना अहिले धेरै नै विदेशिएका छन् नि त। अब त्यही विदेशिनु पर्ने अब हाम्रो रहर होइन, सबैको बाध्यता नै हो। अनि मेन कुरो चाहिँ के हुन्छ भने, अब जुन हामी चाहिँ अब आफ्नो देश छोड्न लाग्ने जुन अब त्रिभुवन विमानस्थलमा हामी जुन 2 साला खाता लाएर जुन हामीलाई बिदाई गर्छौँ नि, त्यो बेला चाहिँ के कस्तो फिल हुन्छ भने, जुन त्यो बेला अब जुन भित्र हामी त्यो टिकट बुझायौँ, टिकट बुझाएर नौमा भित्र छिर्ने बेला यस्तो हुन्छ नि होइन। त्यही हो क्या, लास्ट अब हामी मरिन्छ बाँचिन्छ थाहै हुन्न। अब त के हुने हो कस्तो हुने हो, अब आफूको ठाउँमा कस्तो फिल हुने। अब भनौँ न, अब सबै एउटै राम्रै हुन्छ भन्ने पनि छैन क्या। अब त्यहाँ गएर अब काम बिग्रिनु पनि सक्छ होइन। अब हरेक कुराहरू मेडिकल फेल भइदियो भने बाइचान्स अब मेडिकल फेल भइदियो भने हामीले फर्किनु पर्ने हुन्छ। त्यो लगानी गरेर आएको हुन्छ होइन। अनि त्यही कारणले कस्तो मन धेरै नै खलबलिरहेको हुन्छ नि त। अनि जब आयो मेडिकल सेड्युल गरिन्छ यताउता। अब त्यही हो। अब के छ भने, एउटा चाहिँ सबै उमा त युरो कन्ट्रीहरूमा त सबै सुविधाहरू हुन्छ नि त। त्यस कारणले अलिक सहज हुनसक्छ होला होइन। तर यो साउदी, कतार, मलेसिया, गल्फ कन्ट्रीहरूमा चाहिँ धेरै नै गाह्रो छ। किनकि अब सुत्ने ठाउँ त्यस्तै नै हुन्छ। अब गर्मीको ठाउँ, सुत्ने ठाउँ, बस्ने त्यस्तै हो कि। अब खाने भनेको ठेगान केही हुन्न कि। आफूले भने जस्तो केही पाउन्न, केही हुँदैन। अनि त्यही कारणले नै धेरै नै हुन्छ। अनि दुःख भनेको के हो भने, एकचोटि चाहिँ विदेशी नै पर्छ। सबै दाजुभाइहरू एकचोटि हामी अर्कोको देशमा आएर केही स्ट्रगल केही दुःख गर्दाखेरि चाहिँ, दुःख भनेको मेरो बाउ आमाले यति चाहिँ दुःख गरेर, यस्तै दुःख गरेर हामीलाई 9 महिना पेटमा राखेर यसरी हुर्काउनु भएछ, यसरी बढाउनु भएछ, यसरी पढाउनु भएछ भने त्यही बेला चाहिँ महसुस हुन्छ क्या।
अरू बेला त हाम्रो त नेपाल भन्दा त हाम्रो देश हो यताउता खाना त ठिक्क भइहाल्छ नि खाना यताउता हेर्ने खाना त पाइहाल्छ होइन त्यो ऊ चाहिँ त्यति गाह्रो हुन्छ क्या अब अरूको ठाउँमा आएपछि चाहिँ अब त्यो भन्नु परेन पाइयो त पाइएन नि त अब अरूको ठाउँमा आइसक्यो आएपछि त अब ए आज मलाई गाह्रो भयो अब म त ड्युटी जान्न भन्न नि पाइएन यहाँ ड्युटी जानु पाइएन भन्न नि पाएन यताउता मलाई गाह्रो भयो अब मेरो यस्तो भयो उस्तो भयो भने बेला घर जान्छु भन्न नि पाएन एक मिनट अनुसार त यहाँ बस्नु पऱ्यो एक वर्ष नपुगिकन त हामी छुट्टिन जान नि मिलेन त्यही कारणले धेरै नै गाह्रो छ अब सबैजनालाई अब त्यही भन्नु यही भन्छु दुःख भनेको हाम्रो छोरा मान्छे हो छोरा मान्छेमा एक न एकचोटि दुःख नभइकन चाहिँ केही हुन्न कि उपलब्धि केही गर्न सकिन्न त्यो हुन्छ नि अब छोरा मान्छेले पैसा कमायो भने त्यो घरमा त्यो छोरा मान्छे राम्रोसँग बस्न सकिन्छ क्या अब जुन इज्जत मान मर्यादा सबैबाट सम्मान पाइन्छ त्यही छोरा मान्छे कमाइ छैन भने आफ्नै घरकाले नै हेर्छ नि त हो त्यही कारणले नै हामी सबसे मनी चाहिँ भेरी इम्पोर्टेन्ट पैसा धेरै नै इम्पोर्टेन्ट हुन्छ त्यही कारणले पैसाको लागि नै हामी अब उ गर्नुपर्ने हुन्छ जेस त्यस्तै छ ल सबैजनालाई